फिल्म हेर्न लासिस रे होस्टेल 3 केटी हैनम कि हामी केटी हैनम कि हामी छक्का जस्तो गर्दैनम कि छक्का जस्तो गर्दैनम कि स्ट्रेस पर्दैन हो जा एक प्लेट मोमो खाइदिन्छु ल फ्री फायर खेल्नु त फ्री फायर नखेल्नु सिधै बस्दिनु होस्टेल फिल्म हेर्न आउनु भयो कति टिकट ल्याउनु भयो त वेलकम ब्याक स्वागत छ तपाईहरुलाई मेरो अर्को भिडियोमा साथीहरु फाइनली हामी होस्टेल 3 हेर्न जाँदैछौ अनि म छु संगीत भाइ सबैको भाइ भाइ नभनौँ पनि कसरी साइडमा छन् अरु भनौँ भने तनाव यो त्यसरी म संगीत भाइ सबैको एकमात्र संगीत दाइ हामी होस्टेल 3 हेर्न जान लागेको छौं फाइनली के फिल्म हेर्न लासिस रे होस्टेल 3 त कसको फ्यान हैस रे म कुल भएको ओ आम्बो गाह्रो छ त्यहाँ गएर फेरि त्यो के रे पर्दामा गएर अगाडि कुलवाई गर्ने हैन नि फेरि बोधी खान्छिस त्यस्तो गरिस् भने हैन फाइनली ओ मेरो फ्यान रे ल थ्यांक यू कहिले देखियो त्यस्तो फ्यान ल साथीहरु अब हामी चाहिँ होस्टेल 3 हेर्न जान लागेको हैन कुलबाई त्यसैगरी पदम तामाङको त भिडियो थाहा नै होला तपाईहरुलाई हेरिराख्नु भएको छ हैन पदम तामाङको अब नत्र भने अलि फिल्म हामी फिल्म हेर्न नगएर यदि त्यो फिल्म बब्बाल रहेछ भनेपछि फेरि हामीलाई रिग्रेट त गराउनै भएन नि त लाइफमा हैन त्यही भएर साथीहरु अब हाम्रो एउटा सानो भ्लग भनौँ कि अब हैन भ्लग जस्तै सानो छोटो बनाउँछु तर मिठो बनाउँछु कस्तो लाग्छ के लाग्छ प्रतिक्रिया दिनुला गर्मी छ यार यो 11 बजेको गर्मी कस्तो पोल्या छ एक त कालो मान्छे झनै कालो भइने भयो र त्यसैगरी अब फिल्म कस्तो छ म एकदमै एक्साइटेड भइराछु फिल्म हेर्नको लागि फाइनली आज म अब फिल्म हेर्न जाने भनेर अब भ्याभ्याक्समा नजाउँ होला हौ ए गोजिङ 200 रुपैयाँ छ 200 नै 200 400 रुपैयाँ छ त्यो पनि ऋण काटेर ल्याएको अलि त्यही पनि भ्याभ्याक्समा गएर अरु के गर्ने त्यहाँ उ बेच्ने पानी बेचेर उ गर्ने गाह्रो छ अब हिजोसम्म फिल्म हेर्न जाने भन्ने थाहा थिएन त्यसैले यार यहाँ तनावै भयो नि यार बिहान यो जुत्ता भिजाइदिएछ कसले अनि जुत्ता भिजाइदिएर त यहाँ साना जुत्ता लगाएर हिँड्नु परेछ यति साना आफ्नो खुट्टाका साइज भन्दा पनि साना जुत्ता फाइनली हामी अलि यता कहाँ आयो हल्का यतातिर आएका छौँ यो सब पुग्न लागेका छौँ हलमा गर्मी धेरै छ क्राउड रहेछ यतातिर त्यस्तो हालचाल यहाँ आइ भन्नु न कहाँ तिमीले फिल्म हेऱ्यौ कि नै होस्टेल 3 हेऱ्यौ कि नै यार टिकटक हेर्छौ कि नै यता आउ न यहाँ क्या टिकटक के केटीले मात्र चलाउँछन् र केटाले पनि चलाउँछ तिमीले टिकटक चलाउँदै चलाउनु ए विद्या के बोल्यो यो नेपालीमा भन त म त बुझ्दै बुझेन कहाँ पढ्छ होला भन्न यो भिडियो मैले साँझ तिमीहरूलाई उसमा हाल्छु युट्युबमा हाल्छु भर्खर युट्युब च्यानल खोलेको युट्युब च्यानल होइन भर्खर भएको छ क्या यो फर्स्ट भिडियो हो तिम्रो यदि भिडियो राम्रो आयो भने सबलाई पार्टीको एक प्लेट मोमो खुवाइदिन्छु ल त्यहाँ गर होइन युट्युब च्यानलको नाम www.sangeetkc www.sangeetkc फ्री फायर पनि खेल्छु सक्दैन क्या यार गजब बेइज्जती यहाँ हूँ के खेल्छु वान बिफो हान्छु मैले तिमी कति लेभलमा छौ सबभन्दा धेरै लेभलको को छ कुन बन्डल राखेछौ
मेरो कोब्रा छ कोब्रा साँझ यो भिडियो म टिकटकमा पनि हालिदिन्छु। हामी केटी टिकटकमा भाइरल ल साँझ टिकटकमै त युट्युब च्यानल बनाऊ। ल भाइ केटाहरू रमाइलो रहेछन् होइन, दामी लाग्यो मलाई चाहिँ भाइहरू। होइन दङ्गाली मान्छेहरू यार धेरै जस्तो झ्यामिन्छन् यार। पहिलो कुरो दङ्गालीहरू मतलब अब झ्यामिन त सबै मान्छे झ्यामिन्छन्, तर दङ्गाली झन् अलि मलाई चाहिँ अलि उ लाग्छ क्या बोलाइमा। अब म धेरै बोल्ने भएर हो कि के हो त्यो त थाहा भएन, तर पनि बबाल लाग्छ। फर्स्ट टाइम भ्लग बनाउँदैछु, कस्तो हो यार। हो मान्छेहरू फर्स्ट टाइम बनाइरहेको छु यार, कस्तो हुन्छ साथीहरू टक्क भनिदिनु होला होइन। अब त्यति धेरै थाहा छैन, जस्तो लाग्छ जे लाग्छ प्रतिक्रियाहरू दिनु होला। अब खासै मलाई बनाउन आउँदैन होइन, माइन्ड नगर्नु होला। भिडियो कस्तो लाग्छ यसो प्रतिक्रियाहरू दिनु होला। भाइहरूसँग रमाइलो भयो। अब मेयरको भिडियो चाहिँ एकैचोटि हलमा गएर बनाउँछौँ है त ल। हामी चाहिँ उसमा जान लाग्छौँ है साथीहरू। मनाटा हो राम्रो दाङ गराएको। के भयो दिदीले पैसा राखेको छिस् के हो? अघि त 100 रुपियाँ छैन भन्ने, अहिले अरू फेरि पैसा पुरै होइन। बस होस्टेल फिल्म हेर्न आउनुभयो हो? कति टिकट ल्याउनु भयो त हजुर? ल गाइज हामी टिकट ल्याउनु जानु लाग्यो है। होस्टेलको ऊ छ, होस्टेल 3 को कति बजीदेखि छ? 3 बजीदेखिको कतिवटा सिट अगाडि छ कि पछाडि? हजुर पछाडि छ। किन्नु न कतिवटा है? 3टा। 3 बजी आउनु भ्याइन्छ कि होइन? भ्याइहाल्छ नि। अहिले आएर बस्ने हुन्छ हजुर। हल्का फुल्का कहिले बनाउँछु, हाल्छु भिडियोहरू। त्यही भएर आइडी होइन, म त धेरै त्यति छैन कि भर्खर खोले मैले त टिकटकमा हालिदिन्छु। के अरे डिसेम्बर भयो 14 छ उसमा फेसबुकमा, अरे टिकटकमा। अनि उसमा चाहिँ सङ्गीत बेसी माथि दिदीलाई चिनेको छु मैले। ल हस् थ्याङ्क यू साथीहरू। हामीले ल्याइसक्यौँ है टिकट। कति बजे छ अरे? पक्क नानीलाई काम लाग्छ अहिले राखै। ल साथीहरू अब हामी एकैचोटि फिल्म हेर्न जाँदाखेरि गर्छौँ है त। फाइनली साथीहरू 3 बज्न लागिसक्यो। अब हामी चाहिँ हलमा जान लागेको छौँ। अरू चाहिँ पछाडि छन्। कति बेर लगाएर अब टक्क फिल्म हेर्ने हो गएर। अब सिधै हलमा है। ल है होस्टेल 3 हेर्नेको लाइन छ साथीहरू। होस्टेल 3 लास्टमा परेछ। हेलो सन्चै छौ? कहाँनिर हो कि लास्ट मन यालको कति हो तिम्रो? याल एक कति हो यो? 3 4 5 ल
तिमीलाई कुन मनपर्छ? मलाई कुन हिरो मनपर्छ? के अरे कुलबाए, रियान अनि पदम, के अरे आशिषमा कुलबाएको के मनपर्छ? के अरे बानी मनपर्छ। अरू के मनपर्छ? आज पसल बन्द हो ए साथीहरू। अब हामीहरू फिल्म हेर्छौँ अनि त्यसपछि है अब फिल्म सुरु भयो। दामी 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 फिल्म दामी। फाइनली गाइज हामी फिल्म हेरेर आएको। के फिल्म हेरिस् रे? होस्टेल 3 कस्तो लाग्यो तँलाई? एकदम राम्रो लाग्यो। एकदम भन्नाले कसको एक्टिङ खतरा लाग्यो सबभन्दा? के भन्छ त्यो पदम तामाङ। गाइजहरू हामी चाहिँ सबै फिल्म हेरेर आइसक्यौँ होइन। ओभर राम्रो छ नि, तर पनि पदम तामाङको चाहिँ एकदम के म आजदेखि विख्यात भइरहेछ। खतरा होइन पदम सब ओभरअल सबै छ फिल्ममा होइन। कमेडी अब पदम तामाङको कमेडी त कति भनौँ त्यो सबै छ नि, तर पनि अब जस्तै अब कुलबाएको पनि राम्रो छ, फर्स्ट डेब्यू मुभी हो होइन। त्यसपछि अब आशिष घिमिरे भन्ने कुरा उसको त झन् अब घरमै कलाकार भएकोले त्यति नलेज त भइहाल्छ। अनि अब जस्तै रियान गिरी, तर लुक्स चाहिँ रियान गिरीको त्यो छ नि पर्सनालिटी भन्छ नि, त्यो हिरो टाइपको चाहिँ मतलब हुन्छ नि। हुन त कुलबाए पनि बेस्ट छ, बेस्ट भन्न खोजेँ होइन कि, तर बबाल लाग्यो क्या मलाई चाहिँ होइन। त्यसको त्यो लुक्स चाहिँ पछिको एकदम बबाल लाग्यो। फिल्ममा सब छ, मजा छ, इन्टरटेनमेन्ट छ होइन। त्यो फिल्ममा इन्टरटेनमेन्ट छ, सबै छ। अनि इन्टरटेनमेन्ट गरेर अरू के अब जस्तै हुन्छ नि, अब त्यहाँ एउटा साथीहरूले कसरी गर्ने भन्ने, एउटा साथीले आफ्नो साथी खतरा लाग्यो। तर कुलबाएको अब हुन्छ नि, कुलबाएको तर फर्स्ट डेब्यू मुभीमा त्यस्तो दामी गर्नु भने कुलबाले धेरै राम्रो होइन। कुलबाएको मलाई पनि मजा लाग्यो कुलबाएको। अब म चाहिँ के भन्न चाहन्छु भनेपछि अब जो कुलबाए छ नि, जो हिरोको रोलमा खेलिरहेको छ नि, अबको आउने दिनहरूमा साइड रोलमा नखेलोस् क्या कुलबाए भन्ने कुरा। म चाहिँ मेरो मनले त्यस्तो भन्छु। साइड रोलमा खेलेपछि हामीले देखेका छौँ अरू हिरोहरूलाई पनि अगाडि उठ्न धेरै गाह्रो भइरहेछ। मतलब हुन्छ नि, साइड रोलमा गरेपछि नहुने होइन, भइन्छ तर धेरै टाइम लाग्छ। जस्तै अब मान्छेहरूले साइड रोलमा खेलेर पनि धेरैले आफ्नो अलिकति ऊ हुन्छ नि त खटाछन्। त्यसैले कुलबाए चाहिँ अब हिरोमा खेलेको छ, हिरो नै हुनु पऱ्यो क्या है। अब त्यो अब अरू साइड रोलमा खेल्ने फेरि त्यस्तो हो भने त साइड रोलमा भनिसकेपछि अलिकति ऊ हुन्छ। कुलबाए जहिले पनि अब हिरो भइसकेपछि हिरोमै खेल्नुपर्छ जस्तो लाग्छ है मेरो विचारमा। ओभरअल फिल्म बब्बाल लाग्यो। अनि त्यसपछि एउटा साथीले साथीको लागि गर्नुपर्ने कामहरू त्यति गरेको छन् होइन। जेलमा गइसकेपछि यताउता कसरी हुन्छ के इन्क्वायरी गरेर कति बबाल लाग्यो मलाई चाहिँ। हाम्रो साथी भइदिएमा टुक्ने जेलमा गयो, त्यसलाई किन भेट्न जाने त्यो हत्यारालाई भन्दाउन होइन। तर पनि हाम्रो साथी निर्दोष छ भनेर त्यो त्यति ऊ गरेर गराछ नि त, एकदमै बबाल लाग्यो मलाई। इन्डिङ सब बब्बाल छ होइन फिल्म। र अब अलिकति अब सबै फिल्ममा मैले भनिदिएँ पनि तपाईँ हेर्न जाने झ्याउ होला होइन। तर पनि अब अरू के भनौँ, अब हिरोनीको पनि अब राम्रै छ। जियोस् हिरोनीहरू सबै डेब्यू हिरोनीहरू सबलाई शुभकामना। र कुलबाले चाहिँ अब के सोच्नुपर्छ भनेपछि जुन मेन हिरोको रोलमा खेलेको छ नि, अब साइड रोलमा चाहिँ खेल्नु भएन है। किनकि साइड रोलमा खेलेर धेरैले आफ्नो करियर अलिकति डाउन गरेको, डाउन भन्नाले पनि अलिकति आफ्नो ऊ हुन्छ त, त्यो घटाएको जस्तो लाग्छ। तँलाई के लाग्छ त्यसमा? त्यही हो नि, हिरो भएपछि हिरोमा खेलेर सब दामी छ, ओभरअल फिल्म बब्बाल छ होइन। तर एउटा कुरा चाहिँ त्यो के अरे ऊ के म फिल्म हेर्न गएपछि मलाई एउटा कुरा चाहिँ बहुत झ्याउ लाग्छ क्या, पिसाब फेर्न जाने। पिसाब केटा मान्छे भयो पनि मेरो पिसाबै आउँदैन कि कस्तो हुनु। म फर्केर आएँ नि, अनि फर्केर आएँ अनि पछि सब गएँ नि, सब गएँ खाली भइसकेपछि सब गएँ नि त। अनि सब गइसकेपछि खाली भएपछि एक्लै गएर टोइलेटमा गएर पिसाब फेरेँ यार। मान्छे भएपछि मेरो पिसाब नै आउँदैन कसम, ठग्यो होइन यार। जहाँ पनि एकचोटि काठमाडौँ जाँदाखेरि नि भालुबाङमा पिसाब लागेको, थानकोट गएर पिसाब फेरेँ हामी कि म। त्यो टोइलेटवाला गाडीमा गएको थिएँ, भर्खर गएर पिसाब फेरेर आउँछु, बाहिर एउटा कस्तो हतार गरे जस्तो के, त्यस्तो कसैले हतार गरेर छिटो गर्न भनेपछि मेरो चित्ती आउँदै हान्न कसम हुनु ठग्यो होइन। ओभरअल फिल्म बब्बाल छ, जानुहोस् हेर्नुहोस् तपाईँले पनि सबैजनाले कुलबालाई सपोर्ट गर्नु है।